सिस्टर दिदीलाई है हामी ताली बजाएर स्वागत गर्दै यो समय दिनेछौँ। हुन्छ दि हजुरलाई यो समय। थ्याङ्क यू सो मच नानु। सबैलाई जय मसी। मेरो आवाज राम्रो सुन्नुभएको छ है? हस्, थ्याङ्क यू सो मच। तपाईँहरू सबैजनाले यति धेरै प्रार्थनामा मलाई कभर गर्नुभयो अनि म धन्यवाद भन्न चाहन्छु। हृदयको अन्तस्करणदेखि धन्यवाद। तपाईँहरूको प्रार्थनाको कारणले आज यसरी फेरि स्वस्थ भएर परमेश्वरको आवाजलाई तपाईँहरूको सामने ल्याउन सक्षम भएकी छु। प्रेज द लर्ड है। अनि विशेष धन्यवाद मेरो पास्टर दाजु डेभिड दाजुलाई। उहाँले एकदमै प्रार्थनामा कभर गर्दै हुनुहुन्थ्यो अनि यो अपर्च्युनिटी दिनुभएको छ, यो अवसर दिनुभएको छ। धन्यवाद। अनि शोभा नानीले पनि शक्तिशाली वचन सेयर गर्नुभएको छ। प्रेज द लर्ड है। अनि हाम्रो पास्टर शुभम भाइले पनि एकदमै प्रफिटिक भएको छ आजको वर्शिप। अनुग्रह से हैन यही उद्धार पाया है भनेर भन्नुभएको छ। आज यही उद्धारको बारेमा हो हैन। अनि तपाईँहरू सबैजनाले धेरै सुन्नुभएको वचन हो यो। अनि यो बाइबलको पुरानो करारबाट हो है। अनि आज म सेयर गर्न गइरहेको छु। अनि विशेष धन्यवाद सुनिल भाइलाई, प्रार्थनामा अगुवाई गर्नुभएको छ। धन्यवाद। हुन्छ, म एउटा वचन बोलेर परमेश्वरको वचनलाई म अगाडि लैजान थालेको छु। हुन्छ, सबैजनाले आँखा बन्द गरौँ। छोटो प्रार्थना हामी माग्नेछौँ प्रभुसँग। प्यार प्रभु येशू, हामी फेरि पनि हृदयको अन्तस्करणदेखि धन्यवाद भन्न चाहन्छौँ। पवित्र आत्मा, हामी तपाईँलाई स्वागत गर्छौँ। प्रभु, हामी हप्तौँभरि नोइङली अननोइङली हामीले जान अनजानमा कति भुल गल्ती र पापहरू गरेका होलौँ। प्रभु, हामीलाई क्षमा गर्नुभएको होस्। अनि साँच्चै नै प्रभु, रोमी 10:13 भनेको जस्तै परमप्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ भन्नुभएको छ। परमप्रभुको नाउँमा त्यो शक्ति छ जसले त्यो नाउँलाई पुकार्छ अनि उसले आशिषहरू पाउँदछ। प्रभु, हामी धन्यवादी छौँ। यो वचनबाट तपाईँले मलाई हप्तौँभरि जसरी सिकाउनु भएको छ, आज तपाईँले दिनुभएको त्यो अनोइटिङ, त्यो अभिषेकलाई म इम्पार्ट गर्दछु एक एकजना विश्वासीको जीवनमा। तपाईँले शक्तिशाली रूपमा यो वचनद्वारा काम गर्नुभएको होस् येशू प्रभुको नाउँमा, आमेन। हुन्छ, हामी सबैजनाले दोस्रो राजा 5:15 हामी हेर्न गइरहेका छौँ। सबैजनाले बाइबलमा पल्टाउनु होला। प्रेज द लर्ड। अनि म स्लाइड पनि सो गर्छु। प्रेज द लर्ड। सुनिल, शोभा स्लाइड देखिराख्नु भएको छ है? हुन्छ, दोस्रो राजा 5:15। जसले बाइबल पढ्न जान्नुहुन्छ हामी बाइबलबाटै हेर्नेछौँ र जसले बाइबल पढ्न जान्नुहुन्न उहाँहरूको लागि यहाँ स्लाइडमा पनि छ। दोस्रो राजाहरू 5:15 है। त्यसमा यस्तो लेखेको छ, तब नामान र उनका नोकरहरू परमेश्वरका जन कहाँ फर्केर आए। उनी तिनको सामुने खडा भएर भने, अब मलाई थाहा भयो कि इजरायलमा बाहेक सारा संसारमा कुनै परमेश्वर हुनुहुन्न। कृपा गरी अब आफ्नो दासबाट केही उपहार लिनुहोस्। आमेन। प्रेज द लर्ड है। आज हामी नामानको बारेमा हेर्न गइरहेका छौँ है। हामी सबैजनालाई नामानको घटना प्राय जसो सबै विश्वासीहरूलाई थाहा नै छ हैन। तर प्रभुले अलि नौलो प्रकाश दिनुभएको छ यो हप्तामा। अनि म त्यो बाँड्ने कोसिस गर्नेछु। अनि नामानको बारेमा अलिकति म पृष्ठभूमिमा जान चाहन्छु हैन। अब यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुले है, नामान एकदमै एउटा शक्तिशाली हैन सेनापति हुनुहुन्छ हैन। अनि उहाँ चाहिँ आराम राजाको सेनाहरूको सेनापति हैन। अनि एकदमै प्रमुख आधिकारिक व्यक्ति है, पद र मर्यादा चाहिँ पाएको व्यक्ति हैन। एकदमै सबैको दृष्टिमा अनरेबल हैन, रेस्पेक्टफुल, एकदमै आदरणीय हैन। अनि मालिकको दृष्टिमा पनि एकदमै वीर योद्धा हैन। उहाँको कसरी बयान गर्ने धेरै कुराहरू। आरामलाई हैन परमप्रभुले चाहिँ नामानको कारणले चाहिँ विजय तुल्याउनु भएको थियो। हामी दोस्रो राजाको पुस्तकमा हेर्न सक्छौं है। अनि सबै कुराहरू थियो उहाँसँग, के थिएन है, धन सम्पत्ति, मान मर्यादा, पद, इज्जत, सबै कुराहरू थियो हैन। तर उहाँ चाहिँ एउटा कुष्ठरोगी हुनुहुन्थ्यो। हालेलुया।
कुष्ठरोग थियो उहाँमा, एउटा डिजिज अफ स्किन, उहाँको छालामा एउटा रोग थियो, छालाको रोग है। अनि जसले गर्दाखेरि चाहिँ उहाँ चाहिँ भित्रभित्रै कमजोर हुँदै जाँदै हुनुहुन्थ्यो है। बाहिर हेर्दाखेरि एकदमै शक्तिशाली, एकदमै निडर जस्तो देखिनु भए पनि त्यो भित्रको रोग, छालाको रोग, उहाँको कुष्ठरोगले चाहिँ उहाँलाई के गर्दै थियो त, भित्रभित्रै एकदमै दुखित, एकदमै चिन्तित हैन, अनि एकदमै कमजोर बनाउँदै लाँदै थियो। किनभने कुष्ठरोग चाहिँ भयो भने सामाजिक बहिष्कार हुने है, एउटा समाजबाट अलग बस्नुपर्ने हैन, अनि परमेश्वरको न्याय है तिनीहरूलाई पाएको जस्तै त्यस्तो प्रकारले एउटा धार्मिक अनुष्ठानको लागि पनि अशुद्ध हैन। अनि ती कुराहरूले गरेर चाहिँ उहाँलाई भित्रभित्रै हैन एकदमै पीडा भइरहेको चाहिँ हामी देख्न सक्छौँ हैन। अनि त्यो भइराख्दाखेरि चाहिँ त्यहाँ के हुन्छ भने आरामबाट चाहिँ एउटा दलहरू चाहिँ इजरायलमा गएर हैन, एउटा जवान, एउटा सानो ठिटी, तपाईहरू डिभाइस नचलाइदिनुस् है, डिभाइस चलाउनु भयो भने त फेरि अप्ठ्यारो हुन्छ। त्यो ठिटी चाहिँ है, यो हामी हेर्न सक्छौँ, एउटा सानो ठिटी चाहिँ इजरायलबाट चाहिँ हैन अरामको दलहरूले चाहिँ लिएर आएको हुन्छ, जसले चाहिँ नामानको श्रीमती है उसको चाहिँ सबै हेरविचार गर्ने चाकर्नी हुन्छ त्यो सानो ठिटी हैन, सर्भेन्ट हुन्छ भनौँ न, एउटा फिमेल सर्भेन्ट हैन। अनि त्यो ठिटीले चाहिँ, यो सानो बच्चीले चाहिँ थाहा पाउँछ कि उसको मालिक हैन नामान चाहिँ कुष्ठरोगबाट चाहिँ पीडित छ भनेर चाहिँ त्यो सानो ठिटीले जब थाहा पाउँछ हैन, अनि उसले चाहिँ आफ्नो मालकिनलाई चाहिँ के भन्छ भने, नामानको श्रीमतीलाई सामरियामा बस्नुहुने एकजना अगमवक्तालाई भेट्नको लागि भन्नुहोस् नामानलाई हैन, हाम्रो मालिकलाई, अनि उहाँले चाहिँ तिनको रोग चाहिँ निको पार्दिन सक्नुहुन्छ भनेर चाहिँ त्यो सानो बच्चीले चाहिँ भन्छ है एलिशा अगमवक्ताको बारेमा। अनि नामानको पत्नीले तुरुन्तै है नामानलाई चाहिँ गएर भन्छ, यस्तो यस्तो हैन इजरायलबाट एउटा सानो ठिटीलाई चाहिँ कैद गरेर ल्याएको थियो नि आरामको दलहरूले, अनि मेरो चाहिँ चाकर गर्छ नि उसले भनेको सामरियामा एकजना चाहिँ अगमवक्ता हुनुहुन्छ, अनि उहाँले चाहिँ तपाईको त्यो छालाको रोगलाई चाहिँ निको पार्न सक्नुहुन्छ भनेर चाहिँ उहाँले बताउने बित्तिकै है नामान चाहिँ यति खुसी भएर हतार इजरायलहरूको है, अनि राजालाई चाहिँ त्यो अरामको राजालाई चाहिँ भेट्न जानुहुन्छ उहाँले आफ्नो मालिकलाई हैन। अनि मालिकलाई भेटेर चाहिँ उहाँले चाहिँ भन्नुहुन्छ यो सबै कुराहरू है, हालेलुया। यसरी चाहिँ एउटा ठिटी जो इजरायलबाट चाहिँ कैद गरेर ल्याएको छ हैन, अनि त्यो ठिटी, यो सानो ठिटीले चाहिँ मलाई यस्तो यस्तो कुराहरू भनेको छ, अब म चाहिँ इजरायलको त्यो अगमवक्तालाई चाहिँ भेट्न चाहन्छु जो सामरियामा हुनुहुन्छ भनेर चाहिँ उहाँले चाहिँ राजालाई गएर भन्नुहुन्छ है नामानले। अनि यो चाहिँ एलिशा अगमवक्ताको बारेमा थियो हैन। अनि इजरायलको राजाले चाहिँ, अब इजरायलको राजाको लागि चाहिँ अब एउटा पत्र लेख्नुहुन्छ आरामको राजाले है, एउटा पत्र लेख्नुहुन्छ। अनि 70 किलो बाइबलले भनेको छ सुन, अनि 340 किलो चाँदी है, अनि 10 जोर लुगा है, ती सबै है किनेर ल्याएर चाहिँ नामानलाई चाहिँ दिनुहुन्छ, अनि एउटा पत्र पनि दिनुहुन्छ है। अनि उहाँले त्यो पत्रलाई चाहिँ अब एउटा लिगल डकुमेन्ट भनौँ न हैन, एउटा स्क्रोल हैन, यस्तो गोलो मुठा परेको जस्तै हुन्छ, अनि त्यो चाहिँ दिनुहुन्छ। अनि त्यसमा लेखेको थियो कि तपाईले चाहिँ नामानको चाहिँ कुष्ठरोग चाहिँ निको पार्दिनु भनेर इजरायलको राजालाई चाहिँ एउटा पत्र लेख्नुहुन्छ है, एउटा लिगल डकुमेन्ट है। अनि त्यो पत्र लेख्ने बित्तिकै हैन, अनि नामान चाहिँ अब पुरा सेनाहरू लिएर हैन, अनि इजरायलको राजालाई चाहिँ भेट्न जानुहुन्छ है। अनि त्यो पत्र चाहिँ नामानले चाहिँ दिनुहुन्छ है। अनि त्यो पत्र पढ्ने बित्तिकै त है राजाले त आफ्नो लुगाहरू च्यात्नुहुन्छ हैन, अनि के म परमेश्वर हुँ र भनेर कस्तो राजा त रिसाउनुहुन्छ, अपसेट हुन्छ राजा है। अनि मार्न र जिउँदो म पार्न सक्छु र किन म कहाँ पठाउँछ हैन, मसित झगडाको न्यू खोज्दैछ यो आरामको राजाले भनेर चाहिँ नामानले चाहिँ त्यो पत्र दिएको देखेर यस्तो राजाले चाहिँ रियाक्ट गर्नुहुन्छ हैन, म त परमेश्वर होइन, म मानिसलाई जिउँदो र मार्न सक्दिनँ, फेरि यो राजाले किन यस्तो झगडाको न्यू पार्नको लागि चाहिँ मलाई यो चाहिँ पत्र लेख्नु भएको अनि मानिसहरू पठाउनु भएको, ही इज सिकिङ क्वारल विथ मी है, उसले चाहिँ मसँग झगडाको न्यू खोज्दैछ भनेर चाहिँ राजाले आफ्नो लुगाहरू च्यातेर चाहिँ शोक र विलाप गर्नुहुन्छ है। अनि यो कुरा चाहिँ
एलिशा अगमवक्ताले चाहिँ थाहा पाउनुहुन्छ। हालेलुया। एलिशा अगमवक्ताले थाहा पाउनुहुन्छ। एलिशा अगमवक्ता जसले धेरै आश्चर्य कर्महरू गर्नुभएको छ, हामी पुरानो करारमा हेर्न सक्छौँ होइन। अनि एलिशा अगमवक्ताले चाहिँ राजालाई चाहिँ भन्नुहुन्छ, त्यो मानिसलाई म कहाँ पठाइदिनु न जो अरामबाट आएको छ होइन, त्यो नामानलाई म कहाँ पठाइदिनुहोस्। अनि बल्ल उसले जान्नेछ कि इजरायलमा चाहिँ एउटा शक्तिशाली अगमवक्ता छ भनेर भन्नुहुन्छ है। अनि भन्ने बित्तिकै अनि राजाले चाहिँ नामानलाई अनि उहाँको सेनाहरूलाई भनिदिन्छ, गएर तिमी चाहिँ एलिशा अगमवक्तालाई भेट भनेर है। अनि तुरुन्तै नामान चाहिँ एलिशा अगमवक्ताको चाहिँ यसरी ढोकाको अगाडि चाहिँ उहाँ पुग्नुहुन्छ है आफ्नो सेनाको साथमा। अनि त्यसपछि एकदमै 70 किलो सुन चाँदी 10 जोर लुगा सबै थोक लिएर चाहिँ उहाँ एलिशाको चाहिँ ढोकाको अगाडि गएर टक्क अडिनुहुन्छ होइन। अडिएपछि त्यहाँ भित्रबाट चाहिँ एउटा मेसेन्जर निस्किन्छ है, एउटा सन्देशवाहक, एउटा रिप्रेजेन्टेटिभ भनौँ न, प्रतिनिधि गर्ने एउटा व्यक्ति निस्किनुहुन्छ। अनि उहाँले चाहिँ के भन्नुहुन्छ भने हामी यहाँ हेर्न सक्छौँ चित्रमा, एउटा मानिस यहाँबाट निस्किनु भएको छ। अनि त्यो मानिसले चाहिँ के भन्नुहुन्छ भने, तिमी नामान तिमी आफै गएर यर्दन नदीमा चाहिँ 7 पटक डुबुल्की मार होइन, अनि तिम्रो मासु चाहिँ जिउँका तिउँ हुनेछ र तिमी चाहिँ शुद्ध हुनेछौ भनेर। हालेलुया। यस्तो किसिमको सन्देश चाहिँ एउटा सन्देशवाहकले चाहिँ घरबाट बाहिर निस्केर चाहिँ नामानलाई चाहिँ भन्नुहुन्छ है। अनि त्यहाँबाट त है नामानलाई यस्तो रिस उठ्छ है। नामानले चाहिँ के सोचेको हुन्छ भने, जब म एलिशा अगमवक्ताको घर अगाडि जान्छु होइन, एलिशा अगमवक्ता त्यो घरबाट निस्किनुहुन्छ, उहाँले मेरो रोग भएको ठाउँमा हात राख्नुहुन्छ, उहाँले मलाई प्रार्थना गरिदिनुहुन्छ अनि मेरो कुष्ठरोग निको हुन्छ होइन भनेर चाहिँ उहाँले सोच्नु भएको हुन्छ होइन। तर नामानले सोचेको जस्तै चाहिँ एलिशा अगमवक्ताले चाहिँ केही पनि गर्नुहुन्न, उहाँलाई आएर भेट्नु पनि हुन्न, अतिथि सत्कार पनि गर्नुहुन्न होइन। उल्टो चाहिँ यर्दन नदीमा गएर 7 चोटि चाहिँ तिमी डुबुल्की मार भनेर एउटा सन्देशवाहकलाई सन्देश दिनुभएको हुन्छ। अनि त्यो कुरा सुनेर एकदमै रिसाएर म चाहिँ अब यहाँबाट फर्किन्छु होइन, मेरो दमस्कसमा चाहिँ के नदीहरू छैन र, इजरायलको कुनै पानी भन्दा यो असल छैन र हाम्रो दमस्कसमा भनेर चाहिँ उहाँ अबानाको नदी र फारपर नदीको बारेमा उहाँले कुरा गरेर अनि त्यहाँबाट चाहिँ फनक्क रिसको झोकमा चाहिँ नामान चाहिँ फर्किनुहुन्छ है। अनि फर्किनु भएपछि अनि बाटोमा चाहिँ नामानको नोकरहरूले चाहिँ के भन्नुहुन्छ भने, तपाईलाई हैन एलिशा अगमवक्ताले हैन धोएर शुद्ध हुनुहोस् भनेर भन्नुभएको छ, अनि तपाईँ झन् किन रिसाउनु भएको हैन? के एलिशा अगमवक्ताले केही ठुलो कुरा गर्न त तपाईँलाई भन्नुभएको छैन हैन, यति सानो कुरा अराउनु भएको छ, अनि तपाईँ किन नगर्ने? ल यर्दन नदीमा गएर तपाईँ डुबुल्की गर्नुहोस्, मार्नुहोस् भनेर चाहिँ नोकरहरूले चाहिँ सम्झाउनुहुन्छ नामानलाई है। अनि नामानलाई सम्झाइसकेपछि पनि अनि उहाँ चाहिँ मान्नुहुन्छ। अनि सेवकहरूले आफ्नो दासहरूले भनेको कुरा मानेर चाहिँ उहाँ चाहिँ यर्दन नदीमा चाहिँ उहाँ जानुहुन्छ, तल ओर्लिनुहुन्छ हैन रथबाट, अनि पानीको भित्र जानुहुन्छ त्यो गहिराईमा हैन। अनि उहाँले चाहिँ एकपटक डुबुल्की मारेर बाहिर आउनुहुन्छ, उहाँको छाला जस्ताको तस्तै हुन्छ, यहाँ हेर्न सक्नुहुन्छ कुष्ठरोग लाएर उहाँलाई कस्तो गाह्रो भएको थियो। अनि दोस्रो पटक जानुहुन्छ, फेरि बाहिर आउनुहुन्छ, फेरि तेस्रो पटक जानुहुन्छ, फेरि बाहिर आउनुहुन्छ, हुँदैन, केही पनि चेन्जेस हुँदैन, केही परिवर्तन हुँदैन, गर्दा 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 छैठौँ पटक पनि अब 1 मोर टाइम नामान भनेर आफूले आफूलाई सम्झाएर हैन त्यो नदीमा चाहिँ जानुहुन्छ, यर्दन नदीमा। अनि त्यसपछि चाहिँ उहाँले 7औं पटक जब डुबुल्की मारेर हैन उहाँ चाहिँ बाहिर निस्किनुहुन्छ। अनि बाइबलले भनेको छ उहाँको मासु छाला जिउका त्यो हुन्छ है, अनि उहाँ जवान केटा जस्तो देखिनुहुन्छ। हालेलुया, प्रेज द लर्ड। उहाँको छालाहरू रिस्टोर हुन्छ हैन, उहाँ त सेनापति हुनुहुन्थ्यो, उहाँको अब युद्ध गर्दाखेरि कति धेरै घाउहरू भएको थियो होला, तर ती घाउहरू सबै भरिन्छ। अनि उहाँ चाहिँ एकदमै के हुन्छ त, नयाँ हुन्छ, जवान छिटो जस्तै, अनि उहाँ खुसी हुन्छ है। अनि त्यस पछाडि चाहिँ उहाँ के गर्नुहुन्छ, खच्चरमा फेरि चढेर चाहिँ उहाँ अब चाहिँ म एलिशा अगमवक्तालाई भेटेर चाहिँ धन्यवाद ज्ञापन गर्छु भनेर उहाँले सोच्नुहुन्छ है। बाइबलमा हामी देख्न सक्छौँ जसरी 10 जना कुष्ठरोगीहरू निको भइसकेपछि 1 जना कुष्ठरोगी फर्केर यीशु प्रभुलाई चाहिँ हैन चरणमा गएर चाहिँ उहाँलाई धन्यवाद ज्ञापन गरेको थियो, उहाँको आराधना गरेको थियो। अनि त्यस्तै प्रकारले चाहिँ नामानले पनि अब के गर्नुहुन्छ त,
उहाँले चाहिँ फर्किनुहुन्छ। अब म फर्केर एलिसा अगमवक्तालाई भेटेर हैन म यो भन्छु भनेर चाहिँ उहाँ जानुहुन्छ, फर्केर एलिसा अगमवक्ताको घरमा जानुहुन्छ। अनि त्यतिखेर बल्ल एलिसा अगमवक्ता चाहिँ भेट्नुहुन्छ नामानलाई हैन। अनि नामानलाई भेटेपछि चाहिँ उहाँले भन्नुहुन्छ इजरायलमा बाहेक सारा संसारमा कुनै परमेश्वर हुनुहुन्न है। अब उहाँले चाहिँ के गर्नुभयो त, त्यो कुरा स्वीकार गर्नुभयो। कृपा गरी अब आफ्नो दासबाट चाहिँ केही उपहार लिनुहोस् भनेर उहाँले ल्याउनु भएको जुन उपहार छ है, यो सुन चाँदी अनि 10 जोर लुगाहरू चाहिँ उहाँले एलिसा अगमवक्तालाई भेटेर नामानले चाहिँ त्यो उपहार चाहिँ दिन चाहनुहुन्छ। हालेलुया, दिन चाहनुहुन्छ। अनि त्यसपछि एलिसा अगमवक्ताले के गर्नुहुन्छ, जीवित परमेश्वरको हैन जसको म सेवा गर्छु उहाँको नाउँमा चाहिँ शपथ खाएर म भन्छु म केही पनि ग्रहण गर्ने छैन। उहाँले ल्याउनु भएको कुनै पनि उपहार चाहिँ एलिसा अगमवक्ताले ग्रहण गर्नुहुन्न हैन। अनि त्यसपछि चाहिँ नामानले भन्नुहुन्छ त्यसो भए हैन मलाई चाहिँ 2वटा खच्चरमा चाहिँ हैन माटोको भारी चाहिँ लिन दिनुहोस्। यहाँ इजरायलको माटो चाहिँ म लानेछु हैन। अबदेखि चाहिँ म कुनै मतलब देवताको होम बलिदानहरू चाहिँ म चढाउने छैन। हालेलुया, म कुनै पनि बलिदानहरू चढाउने छैन। तर परमप्रभुको दासलाई चाहिँ क्षमा गरून्, किनभने मेरो मालिक है रिम्मोनको मन्दिरमा चाहिँ पूजा गर्ने अरामको राजाले हैन। अनि रिम्मोनको मन्दिरमा भनेपछि चाहिँ रिम्मोनलाई चाहिँ हावा, वर्षा, आँधी, बेहरीको देवताको रूपमा लिने चलन थियो हैन। अनि त्यसको चाहिँ पूजा गर्ने हैन। त्यो पूजा गर्नलाई यदि म भित्र पस्छु र म निहुरन्छु भने हैन मेरो दासलाई चाहिँ तपाईले क्षमा गर्नुहोस् है। तर म इजरायलको परमप्रभु बाहेक कुनै देवतालाई चाहिँ म हृदयदेखि चाहिँ मान्ने छैन अब भनेर चाहिँ उहाँले चाहिँ त्यो कुरा स्वीकार गर्नुहुन्छ। हालेलुया। अनि त्यसपछि एलिसा अगमवक्ताले ल अब तिमी शान्तिसँग जाऊ भनेर चाहिँ उहाँले पठाउनुहुन्छ। हालेलुया। सो उहाँ गइसक्नु भएपछि हैन जाँदै गर्दाखेरि बाटोमा चाहिँ एलिसा अगमवक्ताको एकजना चाकर हुन्छ है, गेहजी, सबैलाई थाहा छ। अनि गेहजीले चाहिँ मनमा के उसले चाहिँ सोध्छ भने म कुदेर जान्छु अनि नामानलाई भेटेर नामानको केही उपहारहरू चाहिँ म चाहिँ लिनेछु भनेर चाहिँ उहाँ कुद्दै जानुहुन्छ। अनि नामान अगमवक्तालाई चाहिँ उहाँले बाटोमा भेट्नुहुन्छ। अनि कुदेर अनि रथबाट ओर्लेर चाहिँ उहाँले सोध्नुहुन्छ कि सबै ठिकै छ, किन आएको तिमी हतार गेहजी भनेर नामानले सोध्नुहुन्छ हैन। अनि सोद्धाखेरि चाहिँ उहाँले चाहिँ एउटा झुटो कुरा बोल्नुहुन्छ गेहजीले है। एलिसा अगमवक्ता यस्तो शक्तिशाली अगमवक्ताको चाकरले पनि एउटा चाहिँ झुटो कुरा बोल्नुहुन्छ। उहाँले भन्नुहुन्छ एफ्राइमको पहाडको देशबाट अगमवक्ताको दलबाट 2 जना व्यक्तिहरू जवान मानिसहरू आएको छ हैन, भर्खरै आएको हो। त्यसकारण चाहिँ तपाईहरु म्युटमा बस्दिनुस् है। तपाईहरु चाहिँ अनि त्यसरी चाहिँ एफ्राइमबाट चाहिँ हैन 2 जना जवान मानिसहरू भर्खरै आउनु भएको छ। अनि उहाँहरूलाई चाहिँ 1 तोडा चाँदी र 2 जोर लुगा चाहिँ दिनुहोस् न भनेर चाहिँ गेहजीले चाहिँ झुटो बोल्नुहुन्छ है। अनि यसरी झुटो बोल्नु भएपछि 1 तोडा चाँदी किन 2 तोडा चाँदी नै लैजाऊ न भनेर नामानले एकदमै जेनरस हार्ट राखेर हैन एकदमै उदार चित्तले चाहिँ उहाँलाई चाहिँ 2 तोडा चाँदी र 2 जोर लुगा है थैलामा चाहिँ बाँधिदिनुहुन्छ हैन। अनि त्यसपछि चाहिँ त्यो लिएर चाहिँ के गर्छ त, जब नामान चाहिँ डाँडामा आइपुगेको थियो तब गेहजीले त्यो चीज लिएर हैन त्यसले चाहिँ नोकरहरूबाट लिएर चाहिँ गेहजीले तुरुन्तै आफ्नो घरमा चाहिँ राख्छ है त्यो 2 तोडा चाँदी र 2 जोर लुगा है। अनि बिदा गरेर अनि मालिक एलिसा अगमवक्ताको सामुने चाहिँ उहाँ जानुहुन्छ, यहाँबाट लिनुहुन्छ हैन 2 जोर लुगा 2 तोडा चाँदी लिएर घरमा लुकाएर अनि त्यसपछि एलिसा अगमवक्ताको अगाडि जानुहुन्छ है। अनि जानु भएपछि चाहिँ अनि गेहजी त कहाँ गएको थिइस् भनेर चाहिँ सोध्नुहुन्छ एलिसा अगमवक्ताले है। अनि हजुरको चाकर कतै गएको छैन भनेर चाहिँ झुटो बोल्नुहुन्छ गेहजीले है। अनि एलिसा अगमवक्ताले चाहिँ आत्मामा चाहिँ थाहा पाइसक्नु भएको हुन्छ हैन, किनभने उहाँ परमप्रभुको एकदमै शक्तिशाली जन हुन्छ नि त हैन। अनि उहाँले चाहिँ त्यो इनर म्यान उहाँको भित्री आत्माबाट चाहिँ उहाँले त्यो थाहा पाइसक्नुहुन्छ। अनि उहाँले भन्नुहुन्छ तिमीले चाहिँ हैन रथबाट ओर्लेर हैन तिमीले चाहिँ रुपैयाँ पैसा
हैन अनि त्यो लुगाहरू तिमीले लिएको होइन यो समय तिमीले रुपैयाँ पैसा हैन दाखबारी भेडा बाख्राहरू गाई गोरुहरू कमाराहरू ग्रहण गर्ने समय हो यो भनेर एलिशा अगमवक्ता एकदमै रिसाउनुहुन्छ किनभने गेहजीले झुटो बोल्नु भएको हुन्छ है अनि एकदमै रिसाउनुहुन्छ अनि उहाँले भन्नुहुन्छ नामानको कुष्ठ रोग त र तेरो सन्तानमा सधैँको लागि चाहिँ टाँसिरहेकोस् उहाँले चाहिँ त्यसरी बोल्नुहुन्छ त्यो कुष्ठ रोग त्यो लेप्रोसी चाहिँ त्यो तिम्रोमा चाहिँ जोइन टुगेदर होस् हैन त्यसले चाहिँ स्टे क्लोज तिम्रो छालामा चाहिँ त्यो रहोस् भनेर भन्नुहुन्छ उहाँले भन्ने बित्तिकै हैन गेहजी चाहिँ के हुन्छ त तिनकै सामुने त्यो यहाँबाट गइहाल्नुहुन्छ अनि त्यो हिउँ जस्तै सेतो कुष्ठरोग भयो भनेर भनेको छ हामी दोस्रो राजा 5:27 मा यी कुरा हेर्न सक्छौं हालेलुया प्रेज द लर्ड है अनि हामी देख्न सक्छौं अब हामी नामानको यो जीवनबाट गेहजीको जीवनबाट हैन हामीले के शिक्षा लिन सक्छौं त हैन हामी हेर्न सक्छौं है नामान एकदमै इज्जतदार हैन एउटा भनौं न मालिकको दृष्टिमा पनि एउटा ठुलो मानिस अनरेबल हैन आदरणीय हैन अनि अरामलाई हैन अराम देशलाई चाहिँ परम प्रभुले एकदमै विजयी तुल्याउनु भएको उहाँलाई वीर योद्धा हैन राजाको सेनापति उहाँ हुनुहुन्थ्यो हैन तर बाइबलले भनेको छ उहाँलाई चाहिँ कुष्ठ रोग थियो हालेलुया है अनि कुष्ठ रोग जुन छ त्यसलाई हामी हिब्रूमा हेर्यो भने TSARA है सरा भन्छ त्यसलाई सरा भन्छ है हिब्रूमा यो सरा भनेको चाहिँ कुष्ठ रोग मात्र नभएर यो चाहिँ एउटा ट्रबल एउटा समस्या एउटा दुःख एउटा पीडा एउटा स्किन डिजिज छाला सम्बन्धी रोग हैन त्यो चाहिँ भएको हामी देख्न सक्छौं हैन जसले चाहिँ नामानलाई एकदम भित्रबाट चाहिँ कमजोर बनाउँदै लगेको थियो हैन किनभने त्यतिखेरको बाइबलीय समयमा हामी हेर्यो भने धार्मिक रूपमा पनि हैन छालाको रोगले चाहिँ मानिसहरूलाई अशुद्ध बनाउने हैन सामाजिक रूपमा बहिष्कार गर्ने हैन अनि एउटा पीडित भएर एउटा आइसोलेट भएर बस्नुपर्ने अलग बस्नुपर्ने हैन अनि मानिसहरूले यसलाई एउटा परमेश्वरीय न्यायको रूपमा चाहिँ हेर्ने गर्थ्यो नि त हैन अनि उहाँमा हैन अब नामानको एउटा समाजमा एकदमै उच्च हैसियत भए पनि हैन एउटा उच्च हैसियत भए पनि हैन धन सम्पत्ति सबै कुराहरू भए पनि यो रोगको कारणले हैन उहाँलाई एउटा भित्री दुःख कष्ट हैन पीडा चिन्ता एक्लोपन त्यो चाहिँ निम्त्याएको हामी बाइबलमा चाहिँ देख्न सक्छौं हैन अनि हाम्रो जीवनमा पनि हामी हेर्यौं भने हैन अब मानिसहरूले बाहिरबाट हेर्दाखेरि हैन धन सम्पत्ति पनि हुन्छ हैन शिक्षा पनि प्राप्त गरेको हुन्छ एउटा ठूलो ओहदा पदमा पनि हुन्छ हैन मानिसहरू आदरणीय पनि हुन्छ हैन सबै थोकमा विजय पनि प्राप्त गरेको हुन्छ तर कुनै न कुनै एउटा हिडन पेन हरेक मानिसलाई चाहिँ हुन्छ उसको जीवनमा हैन जसले गर्दाखेरि उ एकदमै दुखी हुन्छ कष्टमा हुन्छ एक्लोपन हुन सक्दछ हैन तर नामानले पहिला सुरुमा चाहिँ एकदमै अहंकार गर्नुभएको के दमस्कसमा अरु नदीहरू छैन र म इजरायलमा यो यर्दन नदीमा डुबुल्की मारू मलाई एलिशा अगमवक्ताले भेटेको पनि हैन हैन मेरो लागि प्रार्थना पनि गरेको हैन मेरो लागि हात राखेको पनि छैन हैन मलाई एउटा अतिथि पनि सत्कार गरेको छैन भने एकदमै घमण्डले चाहिँ फुलेको हामी देख्न सक्छौं हैन तर जब नामान चाहिँ नम्र हुनुभयो हैन अनि परमेश्वरको जन एउटा अगमवक्ताले भन्नु भएको कुरा उहाँले मान्नु भयो एउटा आज्ञाकारिताको जीवन जिउनु भयो अनि उहाँको छाला मात्र हैन उहाँको शरीर मात्र हैन तर उहाँको त्यो आत्मा नै के छ त रिस्टोर भएको पुनर्स्थापना भएको हामी देख्न सक्छौं हालेलुया प्रेज द लर्ड सो हाम्रो जीवनमा पनि हामीलाई भएको दुःख कष्टहरू हाम्रो हिडन पेनहरू हैन हाम्रो लुकेको पीडाहरू जो हामी सबैलाई शेयर गर्न सक्दैनौं सबैलाई भन्न सक्दैनौं हैन ती कुराहरू चाहिँ हामी चाहिँ एउटा
परमेश्वरको आवाज जब हामी सुन्छौँ अनि हामी आज्ञाकारितामा जिउँछौँ, जब हामी नम्र हुन्छौँ हैन, अनि बल्ल ती समस्याहरू, त्यो दुःखहरू, कष्टहरूबाट चाहिँ हामी चाहिँ हिलिङ हामी चाहिँ पाउँछौँ, हामी चङ्गाई पाउँछौँ। हाम्रो आत्माहरू चाहिँ परमेश्वरले पुनरुत्थान गर्नुहुन्छ। यसलाई चाहिँ के भन्छ त, रिस्टोर चाहिँ परमेश्वरले गर्नुहुन्छ के। हालेलुया। सो हामी हेर्न सक्छौँ जोर्डन रिभर भनेर चाहिँ त्यहाँ एउटा रिभर नै तोकिदिएको छ, एउटा नदी हैन, एर्दन नदी नै तोकिदिएको छ। अनि यो नदीलाई हामी हेर्ने भने यसलाई चाहिँ यो चाहिँ फ्लोइङ डाउनवार्ड के, यो नदी चाहिँ उत्तरी इजरायलमा अवस्थित थियो हैन। अनि यो समुद्रको सतहभन्दा 1500 फिट माथि उचाइबाट चाहिँ यो एउटा माउन्ट हार्मोन भन्ने एउटा माउन्टेनबाट चाहिँ त्यो नदी चाहिँ बग्थ्यो कि। अनि त्यो जोर्डन नदी चाहिँ समुद्रको सतहभन्दा 1400 फिट तल डेड सीमा हैन, त्यो चाहिँ बग्ने गर्थ्यो। भनेपछि माथिदेखि एउटा के छ त, एउटा तल बग्ने हैन पानीमा, एउटा नदीमा चाहिँ उहाँलाई जानु भनेर भनेको छ हैन। अनि यो नदी एकदमै यसको खास महत्त्व छ, किनभने हामी यहोशूको पुस्तक तपाईहरुले 3:13 हामी हेर्यौं भने हैन, जब यहोशूले इजरायलीहरूलाई हैन मिश्र देशबाट चाहिँ एउटा छुटकारा दिएर एउटा प्रमिस्ड ल्यान्डमा, एउटा प्रतिज्ञाको देशमा जब लाँदै हुनुहुन्थ्यो हैन, अनि यही यर्दन नदीबाट चाहिँ उहाँले पार गर्नुभएको। अनि करारको सन्दुकहरू पनि जब बोकेर इजरायलीहरूले यर्दन नदीमा पाइताला राखेको मात्रै थिए हैन, त्यो नदीहरू सबै स्थिर भएर हैन, अनि त्यो करारको सन्दुक अनि इजरायलीहरू चाहिँ एउटा प्रमिस्ड ल्यान्डमा, एउटा प्रतिज्ञाको देशमा चाहिँ जान सक्ने हुनुभएको थियो हैन, यो यर्दन नदीमा। भनेपछि यो यर्दन नदी जब तरिन्छ हैन, यसले चाहिँ मानिसको जीवनमा चाहिँ एउटा न्यू बिगिनिङ हैन, न्यू फेज अफ लाइफ, न्यू ब्लेसिङ्स, एउटा नयाँ जीवनको सुरुवात हैन, नयाँ आशिष, नयाँ प्रतिज्ञा हैन, त्यो चाहिँ दिलाउँदछ भन्ने कुराको संकेत पनि हो। हालेलुया, प्रेज द लर्ड है। अनि यो यर्दन नदीमा नै प्रभु येशू ख्रीष्टले पनि आफ्नो सेवाकाई सुरु गर्नुभन्दा अगाडि हैन, उहाँले चाहिँ बत्तिसमा लिनुभएको थियो। हालेलुया। सो यो यर्दन नदीमा नै नामानलाई चाहिँ के भन्नुभएको थियो, 7 पटक डुबुल्की मार्नलाई हैन। जब उहाँ एकदमै डाउनवार्ड हुनुभयो हैन, तल झुक्नुभयो, नम्र हुनुभयो, आज्ञाकारी हुनुभयो हैन, एउटा बेन्ड हुनुभयो हैन, एउटा परमेश्वरको अगमवक्ताले भन्नुभएको कुरा हैन उहाँले स्वीकार गर्नुभयो हैन, अनि उहाँको जीवन एउटा न्यू बिगिनिङ भएको हैन, न्यू फेजमा जानुभएको, नयाँ प्रतिज्ञा पाउनुभएको, आत्मा शरीर प्राण सबै चङ्गाई भएको हामी देख्न सक्दछौँ। त्यस कारणले हाम्रो जीवनमा पनि हैन, हामीले कुनै पनि सेवाकाई गर्ने बेलामा चाहिँ हृदयमा हैन तितोपन राखेर हैन हामीले चाहिँ सेवाकाई गर्ने होइन, तर एकदमै नम्र भएर, नम्रतामा हैन हामीले चाहिँ परमेश्वरको इच्छाहरू बुझेर उहाँको इच्छाहरू हामीले पुरा गर्यौँ भने हाम्रो दुःखहरूबाट, हाम्रो पीडाहरूबाट हामीलाई चाहिँ परमेश्वरले चाहिँ हिल गर्न सक्नुहुन्छ। प्रेज द लर्ड है। अनि त्यसै गरेर सानो ठिटीको बारेमा म सोच्दै थिएँ हैन, अनि अब अरामबाट दलहरू गएर इजरायलबाट एउटा सानो जवान ठिटीलाई कैद गरेर ल्याएको थियो हैन, अनि जसले चाहिँ नामानको पत्नीलाई चाहिँ चाकर गर्थी हैन, सेवा गर्थी हैन। अब त्यो सानो बच्चीले हैन सामरियामा चाहिँ एकजना अगमवक्ता हुनुहुन्छ, उहाँलाई भेट्नुहोस् हैन, उहाँलाई भेटेपछि तपाईको रोग निको हुन्छ भनेर उहाँले चाहिँ एउटा सुसमाचार प्रचार गर्नुभएको हामी देख्न सक्छौँ हैन। अब सानो ठिटी एउटा फिमेल सर्भेन्ट हैन, एउटा दास, एउटा नोकर हैन, एकदमै हेर्दाखेरि एकदमै अनइम्पोर्टेन्ट हैन, महत्त्वपूर्ण नभएको जस्तो, इन्सिग्निफिकेन्ट जस्तो हैन, कस्तो त्यो महत्त्वपूर्ण नै नभएको अनि नगण्यको रूपमा हुनुहुन्थ्यो नि त उहाँ हैन, त्यो सानो ठिटी हैन। तर उहाँले आफ्नो परिस्थितिको बारेमा हैन कुनै पनि गुनासो नगरेर हैन, उहाँ आफ्नो परिवारबाट अलग हुनुभएको थियो, एउटा आराममा चाहिँ एउटा कैदको जीवन जस्तै जिराख्नु भएको थियो, तर आफ्नो जीवनको बारेमा कुनै पनि तितोपन नराखेर हैन, आफ्नो जीवनको लागि कुनै पनि कुराहरू मनमा नराखेर, अनि त्यो सानो बच्चीले चाहिँ हैन मेरो मालिकलाई चाहिँ कसरी प्रभु येशू ख्रीष्टमा डोर्याउने हैन, त्यसको बारेमा चाहिँ सोच्नु भएको हामी देख्न सक्छौँ। अनि त्यो सानो ठिटीको एउटा गहिरो विश्वासको कारणले, अनि एउटा कम्प्यासनेट हार्टको कारणले हैन, अनि शत्रुहरू अब उसलाई त
कैद बनाएर राखेको छ नि त, शत्रुहरू हो नि त हैन। अनि एनिमिजलाई पनि हैन, एउटा शत्रुलाई पनि कसरी प्रेम हैन गरेर चाहिँ एउटा करुणा, त्यो दया देखाएर चाहिँ हैन उहाँलाई चाहिँ प्रभु येशू ख्रीष्टको बारेमा एउटा साक्षी बाटेर हैन, अनि उहाँलाई चाहिँ प्राण आत्मा शरीरबाट चाहिँ एउटा के छ त, चङ्गाई दिलाउनु भएको हामी देख्न सक्छौँ। त्यसकारण नो म्याटर हैन वाट सिचुएसन वी लिभ हैन, हामी कुन परिस्थितिमा हामी बाँचिरहेका छौँ अथवा जिइरहेका छौँ, कुन ठाउँमा छौँ, कता कुन कार्यक्षेत्रमा छौँ हैन, इट डज नट म्याटर, त्यसले कुनै पनि प्रभाव पार्दैन। तर हामी जस्तोसुकै सिचुएसनमा पनि हैन हामीले चाहिँ प्रभु येशू ख्रीष्टको बारेमा चाहिँ हामीले मानिसहरूलाई चाहिँ बताउनुपर्छ, जसरी यो सानो ठिटीले चाहिँ बताएर एउटा शत्रुलाई पनि हैन प्रेम गर्ने हृदय, त्यो उदाहरण चाहिँ प्रस्तुत गरेको छ। हालेलुया, प्रेज द लर्ड है। अनि हामी देख्न सक्छौँ हैन, अब नामानले सोचेको थियो नि त हैन, एलिया अगमवक्ता बाहिर निस्किनुहुन्छ अनि उहाँको नाउँ पुकारेर, परमप्रभुको नाउँ पुकारेर उहाँको रोग भएको ठाउँमा हात राखेर हैन उहाँले चाहिँ कुष्ठरोगिनीको पार्नुहुन्छ भनेर हैन, तर त्यस्तो केही पनि भएन हैन। अनि उहाँ चाहिँ रिसको चोकमा फर्किनु भएको छ। अनि हाम्रो जीवनमा पनि हामीले भनेको जस्तो हुँदैन रहेछ कि, हाम्रो सपनाहरू हामीले सोचेको जस्तै, हामीले प्लान गरेको जस्तै, हामीले योजना गरेको जस्तै कहिलेकाहीँ हाम्रो जीवनमा हुँदैन है। तर जसरी नामानले चाहिँ एउटा रिसको झोकमा फर्किनु भए पनि हैन, उहाँले फेरि आएर चाहिँ एउटा सेवकहरू, एउटा नोकरहरूले भन्नुभएको कुरा चाहिँ मान्नु भएको अनि आज्ञाकारी भएर चाहिँ यर्दन नदीमा डुबुल्की लाउनु भएको हामी देख्न सक्छौँ। अनि एउटा घरमा सानो काम गर्ने ठिटीले पनि उहाँलाई एउटा सुझाव दिनुभएको, उहाँले मान्नुभएको। अनि बाटोमा पनि नोकरहरूले यर्दन नदीमा डुबुल्की मार्नुहोस् न, तपाईँले एलिसा अगमवक्ताले त कुनै ठुलो कुरा अराउनु भएको होइन, यो त सानै कुरा हो, तपाईँले किन नमान्ने भनेर चाहिँ एउटा नोकरहरूले दिएको सुझाव चाहिँ उहाँले मान्नुभएको हामी देख्न सक्छौँ। भनेपछि नामानको चाहिँ एउटा सेवकहरूसँग पनि, एउटा दासहरूसँग पनि एउटा एकदमै राम्रो सम्बन्ध भएको हामी देख्न सक्छौँ। यसकारणले त एउटा सेवकहरूले पनि सहज रूपमा सबै कुराहरू भनेको हैन, नामानलाई सुझाव दिनुभएको हामी देख्न सक्छौँ। अनि हामीले हाम्रो जीवनमा हैन, हाम्रो घरमा काम गर्ने सेवकहरूसँग हामीले कस्तो व्यवहार गर्छौँ त हैन, त्यो एकदमै महत्त्वपूर्ण छ। हामीले कतिपय समय हाम्रो घरमा 20औं वर्षदेखि हैन पत्र पत्रिकाहरू ल्याइराखेको मान्छेको हामीले कहिले पनि नाम सोध्दैनौँ है, मैले पनि सोध्दिनँ थिएँ। अनि हाम्रो पसलमा पनि कति काम गर्नेहरू हुन्थ्यो, हामीले सोध्दैनथ्यौँ हैन। अनि हामी कहाँ जारको पानी आउँछ, हामी कहिले पनि नाम सोध्दैनौँ नि त नर्मली हैन। अनि ग्यासहरू ल्याउँछ, हामी नाम सोध्दैनौँ। हाम्रो घरमा बिजुली बनाउन आउँछ, हामी नाम सोध्दैनौँ नि त मानिसहरूको हैन। तर प्रभु येशू ख्रीष्टलाई हेर्ने हो भने हैन, त्यस्तो भिडमा पनि जखायस तिमी तल आऊ भनेर भन्नुभएको छ नि त हैन। अनि यो प्रेम जुन छ नि, त्यो चाहिँ नाउँ थाहा पाएपछि सुरुवात हुँदो रहेछ कि। हालेलुया, प्रेज द लर्ड है। अनि त्यो नाउँ हैन, अब हामी कतिजनालाई हैन हामी नाम सोध्दैनौँ, तर म पनि त्यस्तै थिएँ। तर मैले पछिबाट थाहा पाएँ कि नाउँ सोध्न कति इम्पोर्टेन्ट छ, कति महत्त्वपूर्ण छ भनेर हैन। अनि हामीले चाहिँ हरेक व्यक्तिहरूको नाउँ सोध्ने, अनि उहाँहरूको लागि चाहिँ हामीले व्यक्तिगत रूपमा जब हामी प्रार्थना गर्छौँ भने त्यो व्यक्तिको जीवनमा परमेश्वरले काम गर्नुहुन्छ है, काम गर्नुहुन्छ। अनि त्यो व्यक्तिलाई थाहा नभए पनि है त्यसको इनाम चाहिँ हामीलाई चाहिँ स्वर्गमा हुन्छ। हालेलुया, प्रेज द लर्ड। अनि हामीले पनि हैन हाम्रो घरमा काम गर्ने व्यक्तिहरूको नाम सोध्ने, उहाँहरूको लागि प्रार्थना गर्ने, अनि एउटा सेवकहरूसँग पनि हाम्रो सम्बन्ध जुन छ त्यो एकदमै राम्रो चाहिँ हामीले राख्नुपर्छ। हालेलुया, प्रेज द लर्ड है। अनि अर्को एउटा कुरा पनि मलाई कस्तो मन परेछ यसमा चाहिँ, अब जब नामान चाहिँ निको हुनुहुन्छ नि हैन, 7 पटक यर्दन नदीमा डुबुल्की मार्नु भएपछि, अब उहाँ चाहिँ सेनापति हुनुहुन्थ्यो, उहाँले कति युद्धहरू जित्नु भएको थियो, उहाँको शरीरमा कति घाउहरू, त्यो स्कार्सहरू हैन, दागहरू थियो होला हैन। तर जब उहाँले
एलिशा अगमवक्ताले भनेको कुरा मान्नुभयो होइन अनि उहाँ जब चङ्गाई पाउनुभयो अनि एलिशा अगमवक्तालाई चाहिँ मैले धन्यवाद दिनुपर्छ भनेर उहाँ फर्किनु भएको छ अनि त्यो धन्यवाद दिँदै गर्दाखेरि मैले ल्याएको उपहारहरू चाहिँ ग्रहण गर्नुहोस् भनेर एलिशा अगमवक्तालाई चाहिँ दिँदै गर्दाखेरि एलिशा अगमवक्ताले त्यो कुनै पनि उपहार चाहिँ ग्रहण गर्नुभएको छैन हालेलुया है कस्तो हृदय छुने के है अनि त्यो उपहार एलिशा अगमवक्ताले ग्रहण गर्नुभएको भए होइन परमेश्वरको अनुग्रह चाहिँ किनेको जस्तो हुन्थ्यो क्या है तर परमेश्वरको अनुग्रह चाहिँ जति हामीसँग धन सम्पत्ति भए पनि त्यो चाहिँ किन्न चाहिँ सकिँदैन त्यो चाहिँ सित्तैमा आउने वरदान हो है परमेश्वरले भन्नुभएको छ होइन तिमीहरूले सित्तैमा पायो सित्तैमा बाँड हालेलुया प्रेज द लर्ड है अनि हाम्रो जीवनमा पनि हामीले त्यही नै गर्नुपर्छ है म पनि अब 11 वर्ष भइसक्यो होइन मण्डलीमा सेवाकाई गरिरहेको छु अन्य ठाउँहरूमा पनि होइन तर म जीवनभर होइन परमेश्वरले मलाई सित्तैमा निको पार्नु भएको छ अनि म सित्तैमा होइन प्रत्येकलाई चाहिँ सेवाकाई गर्नेछु म आफ्नो जीवन यसमा समर्पण गर्नेछु भनेर म चाहिँ लागेको छु होइन तर कोहीले चाहिँ होइन केही दिन अगाडि चाहिँ एउटा मेरो युट्युबमा भिडियो हेरेर मेरै कार्यक्षेत्रको व्यक्ति आएर चाहिँ साँच्चै नै म्याम तपाईँलाई कति डलर पाउँछ हो खुब डलर कमाउनुहुन्छ नि है तपाईँले चाहिँ यसरी प्रचार गर्नुहुन्छ भनेर उहाँले आएर भन्नुभयो कि मलाई अनि मलाई कस्तो दुःख लाग्यो कि मानिसको जीवन कसरी उनीहरूले व्यतीत गर्दैछ कस्तो समर्पित जीवन छ भनेर बुझ्नुको सट्टा कति पैसा आएर चाहिँ कति डलर कमाएर होइन तपाईँले यो गर्नुभयो भनेर भन्नुभयो अनि मैले उहाँलाई भने मैले 11 वर्ष भयो आजसम्म मण्डलीमा मैले सकेको दिएको छु तर मैले 1 रुपैयाँ पनि नलिकन मैले सेवाकाई गर्दैछु हरेक ठाउँमा हैन अनि त्यो जब हामी परमेश्वरले दिनुभएको त्यो सित्तैमा दिनुभएको हो नि त हामीलाई चङ्गाई हैन अनि हामीले चाहिँ सित्तैमा बाँड्नुपर्छ जस्तो लाग्छ हालेलुया प्रेज द लर्ड त्यसकारण एलिशा अगमवक्ताले पनि यहाँ कुनै पनि उपहार हैन उहाँले चाहिँ त्यो स्वीकार गर्नुभएको छैन किनभने परमेश्वरको अनुग्रह चाहिँ त्यो चाहिँ किनेको जस्तो हुन्थ्यो है त्यसकारण बरु तिमी इजरायलबाट चाहिँ 2टा चाहिँ खच्चरमा चाहिँ माटो लैजाऊ भनेर भन्नुभएको छ हालेलुया प्रेज द लर्ड है यसरी अनि लास्टमा चाहिँ गेहजीको बारेमा हेर्न सक्छौँ है गेहजी त एउटा शक्तिशाली परमेश्वरको अगमवक्ता सँगसँगै उहाँ बस्नुहुन्थ्यो नि हैन हिँड्नुहुन्थ्यो हैन सारा इजरायली इतिहासमा हैन एलिशा अगमवक्ता यस्तो शक्तिशाली अगमवक्ता हुनुहुन्थ्यो हैन त्यस्तो सँगसँगै हिँड्दै गर्दाखेरि पनि हैन उहाँको लोभको कारणले उहाँलाई झुटो बोल्न धोका दिन उहाँ चाहिँ तयार हुनुभयो हालेलुया सो जसको परिणाम स्वरूप त्यो कुष्ठ रोग चाहिँ नामानको कुष्ठ रोग गेहजीमा चाहिँ टाँसियो हैन अनि ही बिकेम टेरिबली फेल्युर है बिकज अफ हिज ग्रीड उहाँको लोभको कारणले उहाँ आफ्नो जीवनमा एकदमै असफल हुन जानुभयो भयानक तरिकाले है अनि हामी नयाँ करारमा पनि हेर्यौँ भने पहिलो तिमोथी 6:10 मलाई कस्तो मनपर्छ रुपैयाँ पैसाको मोह नै सबै किसिमको खराबीको जड हो भनेर भन्नुभएको छ है अनि पैसाको लोभमा परेर कोही विश्वासबाट चाहिँ कुमार्गतिर लागेका छन् भन्ने भनेको छ अनि गेहजीको अवस्था यस्तै भएको छ र बाइबलले भनेको छ धेरै पीडाले तिनीहरूको हृदय खोजेको छ अब त्यो कुष्ठ रोग नै टाँसिएपछि कति पीडा हुन्छ होला त ल भन्नुहोस् त हैन अनि अब रुपैयाँ पैसाको लोभको कारणले अब गेहजीले चाहिँ अनइथिकली अनैतिक रूपमा चाहिँ हैन त्यो उपहारहरू चाहिँ प्राप्त गर्ने कोसिस गरे हैन अनि त्यसलाई प्राप्त गर्ने इच्छा जब उहाँमा आयो उहाँमा विश्वासबाट उहाँ टाढा हुनुभयो कुमार्गमा जानुभयो and that caused him a lot of pain भनेको छ त्यसले चाहिँ उहाँलाई धेरै नै पीडा भएको हामी देख्न सक्छौँ यसकारणले हामी क्रिस्चियन जीवनमा हामी इसाई जीवनमा हैन रुपैयाँ पैसाको मोह चाहिँ हामीले चाहिँ राख्नु हुँदैन हालेलुया प्रेज द लर्ड है अनि हामी यो आजको नामानको यो जीवनबाट गेहजीको जीवनबाट है अनि एलिशा अगमवक्ताको जीवनबाट हामीले यो शिक्षा लिएका छौँ सानो ठिटी अनि नोकरहरू पनि तिनीहरू चाहिँ अनइम्पोर्टेन्ट हुँदैन दे आर अल्सो भेरी इम्पोर्टेन्ट है परमेश्वरको राज्यमा सबैजना है एकदमै महत्त्वपूर्ण हुन्छ हालेलुया प्रेज द लर्ड हुन्छ आजको वचन हामी यति नै राख्नेछौँ हामी सक्छौँ सबैजनाले घुँडा टेक्नेछौँ र परमेश्वरलाई वचनको लागि धन्यवाद भन्नेछौँ प्यारा प्रभु येशू हामी फेरि पनि हृदयको अन्तस्करणदेखि धन्यवाद भन्न चाहन्छौँ साँच्चै नै प्रभु आज रुपैयाँ पैसाको मोह नै
सबै कुराको जड हो भनेर भन्नुभएको छ। र यसले विश्वास त्याग्नलाई अनि विश्वासीहरूलाई कुमार्गमा हिँड्नलाई अनि धेरै उसको जीवनमा पीडा ल्याउनलाई यो एकदमै डरलाग्दो कुरा हो। अनि यसदेखि चाहिँ हामी सधैँभरि सावधान भएर हामी एकदमै इमान्दारितामा सत्यनिष्ठतामा प्रभु हामी सेवाकाईमा लाग्न चाहन्छौँ। प्रभु तपाईँले हामीलाई सहायता गर्नुहोस्, मद्दत गर्नुहोस्। अनि हामी कसैलाई पनि है हामी अनइम्पोर्टेन्ट महत्त्वपूर्ण छैन अनि यो नगण्यको रूपमा लिने होइन, तर एउटा सेवकहरूलाई पनि एउटा इक्वालिटीमा, एउटा समानतामा, एउटा भेदभाव रहित जीवन हामी दिन चाहन्छौँ र सबैजनाको नाउँ हामी थाहा पाउन चाहन्छौँ र उहाँहरूलाई इम्पोर्टेन्स दिएर परमेश्वरको राज्य हामी कसरी विस्तार गर्न सक्छौँ, कसरी एक्सप्यान्ड गर्न सक्छौँ, हामी त्यसमा चाहिँ हामी विचार गर्दछौँ। प्रभु हामी धन्यवादी छौँ, यो वचनबाट हामीले धेरै आशिष पाएका छौँ। हाम्रो जीवनमा एक एकजनालाई नम्र बनाउनु भएको होस् र तपाईँको आज्ञा पालना गर्ने असल छोराछोरीहरू तपाईँले बनाउनु भएको होस्। तपाईँको पवित्र आत्माले अगुवाई गर्नुभएको होस्। तपाईँको अभिषेक एक एकजनामाथि राखिदिनु भएको होस्। धन्यवाद दिँदछौँ र आशिष माग्दछौँ येशूको उच्चनी पवित्र नाम, आमेन। प्रेज द लर्ड। हुन्छ, म बाँकीको समय मेरो आत्मिकी बहिनी शोभालाई हस्तान्तरण गर्न चाहन्छु। प्रेज द लर्ड। जय मसीह। हुन्छ, हाम्रो जीवित परमेश्वर र जीवित परमेश्वरको अभिषिक्त दासलाई हामी ताली बजाएर धन्यवाद दिनेछौँ, हाम्रो प्यारे दिदीलाई है शक्तिशाली वचनको लागि। हुन्छ।